यो माया छ मलाई यो वर्दीको इज्जत राख्नु होला। कहिले पनि बाटोमा भेट्दाखेरि महानगर प्रले यस्तो गर्यो भन्ने कुरा चाहिँ सुन्नु नपरोस् भन्ने 32-33 वर्ष मैले बिताएँ। मेरा महत्त्वपूर्ण जीवनका क्षणहरू यहीँ बिते। त्यसकारणले तपाईँ पनि सँगै जाँदाखेरि तपाईँले कुरा बिर्सिनु कहिले पनि हुँदैन। सधैँ निवृत्त भएर गएका अफिसर साहबहरूलाई आफूसँगका साथीहरूलाई माया गर्नु होला, सम्झिनु होला, त्यो कुरा ख्याल राख्नु होला। हामी त घर परिवारभन्दा पनि नजिक भयो नि, बिहानदेखि बेलुकासम्म सँगै हुन्थ्यो। कहिलेकाहीँ कामको सिलसिलामा मैले केही तिता वचन पनि बोलेको छु होला, थिएँ होला, त्यसलाई मनमा नराख्नु होला। मैले सङ्गठनको लागि नै बोलेको। त्यसकारणले यही 3.5 वर्ष अवधिमा हामीले हाम्रो सौदय मेयर साहब लगायत कार्यपालिका टोटल टिमलाई धन्यवाद दिनुपर्छ। प्रहरी ऐन थिएन, लामो समयसम्म चाहिँ समस्या थियो, त्यसलाई चाहिँ चिर्दै प्रहरी ऐन संशोधन गर्दै एउटा कुशल सङ्गठन बनाउनको लागि नियम कानुन पास भएको छ। अब तपाईँहरू आफ्नो प्रमोसनको लागि कहाँसम्म पुग्छु भन्ने तपाईँको योग्यता, क्षमता, शैक्षिक योग्यताको कुराहरू जोडिन्छन्, त्यो कुरालाई बढाउँदै लानुपर्छ। र म यो सङ्गठनको प्रमुख हुन्छु भन्ने सधैँ मनमा राख्नु होला। र यो करारमा रहेको भाइ बहिनीहरूलाई पनि मैले भने तपाईँहरूको पनि स्थायीको प्रक्रिया खुल्दैछ, पदपूर्ति समिति गठन हुनेबित्तिकै तपाईँहरूको पनि यो स्थायीको प्रक्रिया सुरु हुन्छ। त्यसकारणले गर्दाखेरि तपाईँले यही हेरेर चाहिँ तपाईँ आफ्नो बाटो तयार गर्नु होला। यो माला जसरी लगाइएको छ, फुली जसरी लगाइएको छ, हामीले लगाइदिएका छौँ, तपाईँहरूको पनि त्यसरी दिन आउँछ। त्यति भन्दै तपाईँहरूले चाहिँ तपाईँहरूको पनि उज्जवल भविष्यको कामना गर्न चाहन्छु। त्यस्तै अफसर साहबहरूलाई पनि मैले अफसर साहबहरूलाई पनि भने तपाईँहरू पनि यो सङ्गठनका चाहिँ महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ। तपाईँले कसरी गाइड गर्नुहुन्छ, कसरी कमान्ड गर्नुहुन्छ, त्यही अनुसार नै कमान्डमा काम गर्ने प्रहरी कर्मचारी हो। त्यसकारणले गर्दा तपाईँले सधैँ सङ्गठनलाई उच्च जनताले चाहिँ सम्मान गर्ने खालको तपाईँहरूको कार्य सम्पादन हुनेछ भन्ने मैले विश्वास लिएको छु। म आज सेवानिवृत्त हुँदै गर्दाखेरि अवश्य दुःख त लाग्छ नि, तर हामी भेटघाट भइ नै राख्छ र कहिलेकाहीँ नियमित सम्पर्क पनि हुन्छ। र कुनै पनि दिनमा कुनै रचनात्मक सहयोग सुझाव आवश्यक परेमा म सधैँ तयार छु। म सधैँ तपाईँहरूसँग हुन्छु। मेरो आत्मा तपाईँहरूको वर्दीसँग जोडिएको छ। यति भन्दै तपाईँ सबैको उज्जवल भविष्यको कामना गर्दै तपाईँहरूबाट आज म बिदा हुँदैछु। धन्यवाद। सर्वप्रथम त आज नगरपालिका लागि चेकबाट चाहिँ पदोन्नति भएका सबै अफिस साहबहरूलाई चाहिँ बधाई छ, शुभकामना छ। यो चाहिँ जिम्मेवारी ठान्नुपर्छ। जहिले पनि काममा जब फेरि बढ्दै जान्छ त्यो जिम्मेवारी बढ्दै गएको। जहिले पनि इमान्दारितालाई कहिले नबिर्सिनु। इमान हो। हामी सुशासनको कुरा गर्छौँ, जहिले पनि गुड गभर्नेन्सको कुरा गर्छौँ। सुशासन भनेको चाहिँ जनताले अनुभूति हुने गरी चाहिँ हामीले सर्भिस डेलिभरी गर्नुपर्छ र जहिले पनि संस्थाको नाम उज्जवल रहने गरी संस्थालाई सधैँ सम्झेर तपाईँले देख्नु भएको छ। यो झन्डै 3.5 वर्षको अवधिमा महानगर प्रहरीले गरेको काम सम्पूर्ण जनताले हेरिरहनु भएको छ। त्यसमा सधैँ निरन्तर रहोस्, कहिले पनि क्वेसन उठ्ने काम तपाईँले नगर्नु होला। यो कुरा सधैँ चाहिँ हेक्का राख्नु होला र आफू मातहतको प्रहरी कर्मचारीलाई माया गर्ने र सिनियरलाई चाहिँ सम्मान गर्ने जुन हाम्रो फौजी संस्कार छ त्यसलाई कहिले नभुल्नु होला। त्यसैले लामो समयदेखि रहेको ग्यापलाई फुलफिल गर्दै प्रहरी ऐनमा संशोधन गर्दै कार्य सम्पादनको आधारमा जसले जे चाहिँ कार्य सम्पादन गरे उसको पर्फर्मेन्स कस्तो छ, पर्फर्मेन्स इभ्यालुएसन गरेर हामीले चाहिँ यो सिनियरिटी कायम गरेका छौँ। त्यसलाई त्यसरी बुझ्नु होला। त्यसकारणले गर्दाखेरि सधैँ मेलमिलाप, सङ्गठनभित्रको आफ्नो गोपनीयता, सङ्गठनभित्र बस्दाखेरिको अनुशासन कुरालाई सधैँ राख्नुपर्छ र आगामी दिनमा तपाईँहरूको भविष्य उज्जवल रहोस्। र सबै यति भन्दै मैले सबै तपाईँको डिएसपी साहब, एसपी साहब, त्यस्तै जवानहरूलाई पनि मैले भने आजबाट म सेवानिवृत्त हुँदैछु। यो माया छ मलाई यो वर्दीको इज्जत राख्नु होला।
कहिले पनि बाटोमा भेट्दाखेरि महानगर प्रहरीले यस्तो गर्यो भन्ने कुरा चाहिँ सुन्नु नपरोस् भन्ने 32-33 वर्ष मैले बिताएँ। मेरा महत्त्वपूर्ण जीवनका क्षणहरू यहीँ बिते। त्यसकारणले तपाईँ पनि सँगै जाँदाखेरि तपाईँले कुरा बिर्सिनु कहिले पनि हुँदैन। सधैँ निवृत्त भएर गएका अफिसर साहबहरूलाई आफूसँगका साथीहरूलाई माया गर्नु होला, सम्झिनु होला, त्यो कुरा ख्याल राख्नु होला। हामी त घर परिवारभन्दा पनि नजिक भयो नि, बिहानदेखि बेलुकासम्म सँगै हुन्थ्यो। कहिलेकाहीँ कामको सिलसिलामा मैले केही तिता वचन पनि बोलेको छु होला, थिएँ होला, त्यसलाई मनमा नराख्नु होला। मैले सङ्गठनको लागि नै बोलेको। त्यसकारणले यही 3.5 वर्ष अवधिमा हामीले हाम्रो सौदय मेयर साहब लगायत कार्यपालिका टोटल टिमलाई धन्यवाद दिनुपर्छ। प्रहरी ऐन थिएन, लामो समयसम्म चाहिँ समस्या थियो, त्यसलाई चाहिँ चिर्दै प्रहरी ऐन संशोधन गर्दै एउटा कुशल सङ्गठन बनाउनको लागि नियम कानुन पास भएको छ। अब तपाईँहरू आफ्नो प्रमोसनको लागि कहाँसम्म पुग्छु भन्ने तपाईँको योग्यता, क्षमता, शैक्षिक योग्यताको कुराहरू जोडिन्छन्, त्यो कुरालाई बढाउँदै लानुपर्छ। र म यो सङ्गठनको प्रमुख हुन्छु भन्ने सधैँ मनमा राख्नु होला। र यो करारमा रहेको भाइ बहिनीहरूलाई पनि मैले भने तपाईँहरूको पनि स्थायीको प्रक्रिया खुल्दैछ, पदपूर्ति समिति गठन हुनेबित्तिकै तपाईँहरूको पनि यो स्थायीको प्रक्रिया सुरु हुन्छ। त्यसकारणले गर्दाखेरि तपाईँले यही हेरेर चाहिँ तपाईँ आफ्नो बाटो तयार गर्नु होला। यो माला जसरी लगाइएको छ, फुली जसरी लगाइएको छ, हामीले लगाइदिएका छौँ, तपाईँहरूको पनि त्यसरी दिन आउँछ। त्यति भन्दै तपाईँहरूले चाहिँ तपाईँहरूको पनि उज्जवल भविष्यको कामना गर्न चाहन्छु। त्यस्तै अफसर साहबहरूलाई पनि मैले अफसर साहबहरूलाई पनि भने तपाईँहरू पनि यो सङ्गठनका चाहिँ महत्त्वपूर्ण व्यक्तित्व हुनुहुन्छ। तपाईँले कसरी गाइड गर्नुहुन्छ, कसरी कमान्ड गर्नुहुन्छ, त्यही अनुसार नै कमान्डमा काम गर्ने प्रहरी कर्मचारी हो। त्यसकारणले गर्दा तपाईँले सधैँ सङ्गठनलाई उच्च जनताले चाहिँ सम्मान गर्ने खालको तपाईँहरूको कार्य सम्पादन हुनेछ भन्ने मैले विश्वास लिएको छु। म आज सेवानिवृत्त हुँदै गर्दाखेरि अवश्य दुःख त लाग्छ नि, तर हामी भेटघाट भइ नै राख्छ र कहिलेकाहीँ नियमित सम्पर्क पनि हुन्छ। र कुनै पनि दिनमा कुनै रचनात्मक सहयोग सुझाव आवश्यक परेमा म सधैँ तयार छु। म सधैँ तपाईँहरूसँग हुन्छु। मेरो आत्मा तपाईँहरूको वर्दीसँग जोडिएको छ। यति भन्दै तपाईँ सबैको उज्जवल भविष्यको कामना गर्दै तपाईँहरूबाट आज म बिदा हुँदैछु। धन्यवाद। दर्शकबिन दृश्यमा तपाईँले देखिरहनु भएको छ काठमाडौँ महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डे आज राजीनामा दिनुभएको छ आफ्नो सेवाबाट। करिब 3 दशक करिब यो काठमाडौँ महानगरपालिकामा नगर प्रहरीका रूपमा सेवा गरेपछि उहाँले आज यस पदबाट राजीनामा दिनुभएको हो। काठमाडौँ महानगरपालिकाको मेयरमा अथवा काठमाडौँ महानगरपालिकामा नयाँ नेतृत्व आएसँगै उहाँ महानगर प्रहरी बलको प्रमुख भएर आफ्नो कमान्ड सम्हाल्नु भएको थियो भने अहिले आएर उहाँले आफ्नो जुन कार्यकाल बाँकी रहँदै उहाँले राजीनामा दिनुभएको छ। राजीनामा दिएपछि उहाँ बिदाई हुने अवस्थामा उहाँका सहकर्मीहरूले उहाँलाई फुलमालाले बिदाई गर्नुभएको छ, उहाँको चिनो प्रदान गर्नुभएको छ।